जेनजी आन्दोलनमा पुनर्जीवन पाएका अनिलको वास्तविक कथा। यो हो देशको परिवर्तनका लागि जेनजी आन्दोलनमा नेपाली जनताले गरेको बलिदान, त्यागदेखि एक कोठाको भित्तामा झुन्डिएको तस्बिर र जीवनको सङ्घर्षको कथा। दर्शकबिन दशैं नजिकिएको छ। दशैंको चहल पहल पनि बढिरहेको छ। काठमाडौँमा भदौ महिनादेखि नै साँझपख चिसो सुरु भएको छ। बुढा नीलकण्ठको एउटा साँघुरो गल्लीभित्रको सानो कोठा, एउटा कुनामा ग्यास चुलो र केही भाँडा, अर्कोतिर पलङ, दराज र दराजमाथिको सानो झ्याल। त्यस झ्यालबाट भित्र पसेको साँझको घामको झुल्कोसँगै झुन्डिएको छ एक तस्बिर। 1.5 वर्ष अघि संसार छाडेकी श्रीमतीको। दर्शकबिन त्यही कोठा हो अनिल परियारको संसार। 31 वर्षीय अनिल परियार कुस्मा पर्वतबाट काठमाडौँमा सिलाइ कटाइको काममा व्यस्त थिए। सिलाइ मेसिनको आवाजमा बित्ने दिनहरू, रातमा छोराको गृहकार र जाँच्ने र कहिलेकाहीँ श्रीमतीको तस्बिरसँग बोल्दै समय बिताउँथे। जीवन सजिलो थिएन, तर चलिरहेको थियो। उनी र उनका एउटा छोरा बाहेक कोही थिएन, तर एउटा सपना थियो छोरा पढाउने, ठुलो मान्छे बनाउने। तर भदौ 23 गतेको आन्दोलनले त्यो साधारण जीवनलाई असाधारण मोडमा पुर्यायो। जेनजी आन्दोलन किन भयो, को हुन् जेनजी, यस्ता प्रश्नको उत्तर अनिलसँग थिएन। तर 23 गते प्रहरीको गोलीले ढलेका विद्यार्थीहरूको फोटो, भिडियो सामाजिक सञ्जालमा यत्रतत्र देखेपछि उनी चुप बस्न सकेनन्। त्यसैले दोस्रो दिन अर्थात् 24 गते आन्दोलनमा सरिक भए। सवारी साधन नभएकाले अनिल नजिकैको नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरतिर अघि बढेको समूहमा मिसिए। भिडमा हजारौं मानिस, चिच्चेहाड, ढुङ्गा, लाठी अनि एकाएक गोली चल्यो। अनिलको देब्रे कोखामा लागेको गोली पछाडिबाट निस्कियो, उनी त्यहीँ ढले। 24 गते साँझ उनलाई शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा पुर्याइयो। 25 गते बिहान 3 बजे उनी होसमा आए, तर बाहिर भने हल्ला फैलिएको थियो। अनिल बिते। भाउजू सङ्गीता परियार र अन्य आफन्त अस्पताल पुगे। त्यहाँका कर्मचारीले पनि भने हिजो साँझ अपरेसन गर्दा नै बितिसकेको, सब बुझ्नका लागि 10 बजे आउनु। निराश हुँदै घर फर्किँदै गर्दा बिहान 8:30 बजे अनिलकै फोन आयो। म ठिक छु, अहिले वार्डमा सारेका छन्। नजिकै रहेका नर्ससँग मोबाइल मागेर परिवारलाई सम्पर्क गरेका थिए अनिलले। उनको उपचारमा संलग्न रहेका डाक्टरका अनुसार गोलीले मुटुमा असर गरिसकेको थियो। केही मिनेट ढिलो भएको भए उहाँलाई बचाउन नसकिने रहेछ। ओपन हार्ट सर्जरीपछि आइसियुमा 4 दिन बसेर अनिल भदौ 29 मा डिस्चार्ज भए। फेरि उही कोठा, एक कुनामा सिलाइ मेसिन, अर्कोतिर पलङ, दराज र झ्याल। तर अब त्यो झ्यालमा झुन्डिएको तस्बिरसँग आँखा जुदाउँदै अनिल भन्छन्, तिमी बिना धेरै गाह्रो छ, तर छोराका लागि तिम्रो सपना पूरा गर्न म बाँच्नुपर्छ। एउटा साधारण नेपाली नागरिकको असाधारण साहसको कथा हो। अनिल जस्ता आम नायकहरूले आन्दोलनमा भाग लिन्छन्, घाइते हुन्छन्, कहिलेकाहीँ बेपत्ता पनि हुन्छन्, तर उनीहरूको सङ्घर्षमा नै देशको भविष्य लुकेको हुन्छ।